धेरै जस्तो ठाउँमा पानी तताउनको लागि छुट्टै इलेक्ट्रिक वाटर हिटर या सोलर वाटर हिटर युज गर्ने गरिन्छ, तर सबैले यो कुरा किन्न सकिन्छ भन्ने हुँदैन, महँगो हुन सक्छ। विशेष गरी ग्रामीण क्षेत्रमा मानिसहरूले 2-3 वटा वा त्योभन्दा बढी गाईबस्तु पालेका हुन्छन्। कतै चाहिँ व्यावसायिक रूपमा पशुपालन गरिएको हुन्छ भने कतै गौशालाहरू हुन्छन्। कहीँ चाहिँ गाईबस्तु नहुँदा पनि पराल अन्य डिकम्पोज हुने वेस्टको प्रयोग गरेर कम्पोस्टिङ गरिएको हुन्छ। विदेशमा जाडो मौसममा ठूलो स्केलमा ग्रिन हाउस तताउनको लागि पनि बिजुली महँगो हुन सक्छ। यस्तो बेलामा हामीले सजिलै बिना बिजुली र बिना सोलर तातो पानी आउने सिस्टम बनाउन सक्छौँ र स्पेस हिटिङको लागि यही विकल्प छान्न सक्छौँ। जब कम्पोस्टेबल चिजहरूलाई डिकम्पोज गरिन्छ, त्यहाँ हुने माइक्रोबियल एक्टिभिटीले हिट इनर्जी उत्पादन गर्छ। कम्पोस्ट पाइलको इन्टरनल टेम्परेचर 45 डिग्री सेल्सियसदेखि 70 डिग्री सेल्सियससम्म पुग्न सक्छ। केही एडभान्स सिस्टम छ भने 80 डिग्री सेल्सियससम्म पनि रेकर्ड गरिएको छ। यो हिट नर्मल्ली वेस्ट हुन्छ, तर यही हिटलाई रिकभर गरेर पानी तताउने वा कुनै स्पेसलाई हिट गर्ने काममा प्रयोग गर्न सकिन्छ। अब कुरा गरौँ हिस्ट्रीको। पहिल्यै चाइना, नेदरल्यान्ड्स, फ्रान्स र अन्य देशका ग्रामीण क्षेत्रहरूमा यो सिस्टमको प्रयोग गरेको पाइन्छ। तर प्रभावकारी र अरूभन्दा इफिसियन्ट रूपमा 1970 मा फ्रान्सका जीन पेनले पहिलो पटक कम्पोस्ट हिटिङ सिस्टम डेभलप गरेका थिए। काठका टुक्राको कम्पोस्ट पाइल बनाएर त्यसभित्रको पाइपलाई घुमाउरो पारामा राखेर लगातार तातो पानी आउने टेक्निक पत्ता लगाएका थिए र यसबाट 18 महिनासम्म पनि हिट एक्सट्र्याक्ट गर्न सकिन्थ्यो, साथै मिथेन प्रोड्युस गरेर बायोग्यास सेटअप पनि गर्न सकिन्थ्यो। आज यो कन्सेप्टलाई जीन पेन कम्पोस्टिङ मेथड भनेर चिनिन्छ। यो टेक्निकले कसरी काम गर्छ त? यो टेक्निक साइन्टिफिक कम्पोस्टिङ प्रोसेसमा आधारित भएर काम गर्छ। जब गोबर, घाँस, पात, किचन वेस्ट जस्ता अर्ग्यानिक मेटेरियल्सहरू मिलाएर कम्पोस्ट पाइल बनाइन्छ, त्यसमा रहेको माइक्रो अर्गानिजमहरू सक्रिय हुन्छन्। सुरुमा मेसोफिलिक स्टेज आउँछ, जहाँ मेसोफिलिक ब्याक्टेरियाले डिकम्पोजिसन सुरु गर्छन् र तापक्रम करिब 25 देखि 45 डिग्री सेल्सियससम्म बढ्छ। त्यसपछि थर्मोफिलिक स्टेज सुरु हुन्छ, जहाँ थर्मोफिलिक ब्याक्टेरिया अत्यन्त सक्रिय भएर काम गर्छन् र कम्पोस्ट पाइलको तापक्रम 50 देखि 70 डिग्री सेल्सियस र कहिलेकाहीँ त 80 डिग्री सेल्सियससम्म पनि पुग्छ। यही स्टेजमा सबैभन्दा धेरै हिट इनर्जी निस्किन्छ र कम्पोस्टभित्र राखिएको पाइप अथवा कोइलबाट बगेको पानी तातेर तातो पानी बन्दछ। समयसँगै जब अर्ग्यानिक मेटेरियल सकिँदै जान्छ, पाइल कुलिङ र म्याचुरेसन स्टेजमा जान्छ, ताप घट्छ र हिट प्रोडक्सन कम हुन्छ। जब पानी पर्याप्त तातो आउन छोड्छ, त्यस कम्पोस्टलाई खेत, बगैँचा वा मलको रूपमा प्रयोग गरिन्छ र निरन्तर तातो पानी चाहियो भने नयाँ कम्पोस्ट पाइल बनाएर पाइप अथवा ट्याङ्क फेरि जडान गरिन्छ। अब कसरी यो टेक्निक फलो गर्ने त? दुई तरिकाले गर्न सकिन्छ, कि त पाइपलाई कोइल जस्तो बनाएर, कि त बिचमा ड्रम राखेर। पाइप र ड्रम्सहरू राम्रो क्वालिटीको र राम्रोसँग हिट एक्सचेन्ज गर्ने मेटेरियलको हुनुपर्दछ। वेस्टर्न मिशिगन युनिभर्सिटीमा रिसर्चर्सहरूले बनाएको कोइलवाला डिजाइनको इक्जाम्पल हेर्न सक्छौँ। 40 क्युबिक यार्डको पाइल बनाएर ग्रिनहाउसको फ्लोरमा तातो पानीको सर्कुलेसन गराएर ग्रिनहाउस स्पेस हिटिङको DIY प्रोजेक्ट सेटअप गरेका थिए। त्यसैगरी क्लेमसन युनिभर्सिटीका स्टुडेन्टहरूले रिसाइकल गरेको 55 ग्यालनका ड्रमहरूलाई हिट एक्सचेन्जरको रूपमा ग्रिनहाउसभित्रको एक्वाकल्चर पोन्डमा वाटर सर्कुलेसन गराएर टेम्परेचर मेन्टेन गरेका थिए। त्यसैगरी भारतको एउटा गौशालामा यो डिजाइनमा गाईको गोबरको कम्पोस्टिङबाट तातो पानी आउने सिस्टम बनाइएको थियो। 50 लिटरको ट्याङ्क सेन्टरमा राखिएको छ, जहाँ हिट एकदम धेरै हुन्छ। यो ट्याङ्कलाई अडाउनलाई बेसमा टायर र इट्टा राखेर सेटअप गरिएको थियो। यसले के देखाउँछ भन्दा कन्टिन्युअस हिटिङ सम्भव छ र ग्रामीण ठाउँमा नर्मल फ्यामिलीको लागि यो पर्याप्त हुन्छ। 50 देखि 52 डिग्री सेल्सियससम्मको तातो पानी लगातार उत्पादन गर्न सकिन्छ भनेर यो रिसर्चमा देखाइएको छ। सोलर र इलेक्ट्रिक हिटर भन्दा पनि यो अलिकति कस्ट इफेक्टिभ हुन सक्छ भनेर यो पेपरमा पनि छापिएको छ। कम्पोस्ट हिट सिस्टमको प्रक्रिया चरणबद्ध रूपमा अघि बढ्छ। स्टार्टअप स्टेज 3 दिनभित्रमा मेसोफिलिक ब्याक्टेरिया सक्रिय हुन थाल्छन् र पाइल बिस्तारै तात्न सुरु गर्छ। त्यसपछि पिक थर्मोफिलिक स्टेज आउँछ, जुन 3 देखि 14 दिनभित्र सुरु हुन्छ, जहाँ थर्मोफिलिक ब्याक्टेरिया अत्यन्त सक्रिय भएर सबैभन्दा धेरै हिट उत्पादन गर्छन्। त्यसपछि हाम्रो सिस्टम स्टेडी हिट फेज 1 देखि 3 महिना वा बढीमा प्रवेश गर्छ, जहाँ ताप स्थिर रहन्छ र नियमित रूपमा तातो पानी प्राप्त गर्न सकिन्छ। समय बित्दै जाँदाखेरि डिक्लाइनिङ हिट स्टेज 6 महिना वा बढी, यो स्टेजमा अर्ग्यानिक मेटेरियलहरू घट्दै जान्छ, जसका कारण हाम्रो हिट आउटपुट कम हुन थाल्छ। अन्त्यमा सिस्टम लेट वा रेसिडुअल फेज
जसलाई म्याचुरेसन फेज भनिन्छ। यो 6 देखि 18 महिनामा पुग्छ, जहाँ अझै थोरै हिट निस्किन्छ तर त्यो धेरै कम हुन्छ र अन्ततः कम्पोस्ट पूर्ण रूपमा मलमा रूपान्तरण हुन्छ। यो सिस्टमबाट तातोपानी आउने मात्रै होइन, यो सँगै ग्रिन हाउस हिटिङ गर्ने, कुनै स्पेसलाई हिट गर्ने र बायोग्याससँग इन्ट्रिग्रेट गर्न पनि सकिन्छ, अनि जसै अन्त्यमा राम्रो क्वालिटीको मल पनि निस्किन्छ। त्यसैले यसलाई अझै रिसर्च गरी प्रयोगमा ल्याउनु जरुरी छ, किनकि यो एउटा इको फ्रेन्डली सोलुसन हो। नेपालमा पनि कतै सामान्य पाइपहरू राखेर मलखादमा कोइल बनाएर सेटअप गरिएको पाइन्छ। यसलाई कन्टिन्यू गर्नुपर्छ र के कसरी यो सेटअप सजिलो हुन्छ र अझै कम लागतमा हुन्छ भन्ने कुरा सोच्नुपर्छ। अहिलेसम्म गरेका किसानको अन्तर्वार्ता अनुसार हामीले के थाहा पाएका छौँ भन्दाखेरि पानीको प्रेसर नपुगेको र मलखाद होचो ठाउँमा भएर अग्लो ठाउँबाट तातोपानीको आउटलेट निकाल्न गाह्रो भएको गुनासो थियो। अनि पाइप महँगो हुने र कस्तो खाले मेटेरियल प्रयोग गर्ने भन्ने प्रश्न पनि थियो। त्यसैले कुन पाइप प्रयोग गर्ने या कुन मेटेरियलको ड्रम राख्ने, कस्तो ठाउँमा राख्ने, पानीको प्रेसर मिलाउन कसरी हाइट सेटअप गर्ने भन्ने कुराको अध्ययन गर्न जरुरी छ र यो सम्भव पनि छ। यो पानी तताउने मात्र होइन, जाडो मौसममा हाइटेक ग्रिनहाउसको लागि हिटिङ सिस्टममा पनि इन्ट्रिग्रेट गर्न सकिन्छ। आजलाई यति नै। कृषिमा केही नयाँ टपिक लिएर फेरि आउनेछौँ। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो सेयर गर्नुहोला। धेरै मान्छेलाई सहयोग मिल्न सक्छ। केही प्रश्नहरू छन् भने कमेन्टमा लेख्नुहोला। धन्यवाद।